अब अहिले आएर परिवर्तन भएको देख्दा दाजु म चकित खाएँ भनेपछि नेपालको राजनीति त्यसो भए चाहिँ परिवर्तन देख्छु मैले। को सम्भावना अब होइन अब सम्भावना को छ प्रधानमन्त्री हुने त फेरि अकाल झुकुल नसोच भन्दैछु त। शेरबहादुर देउवालाई त ज्योतिषीले त 7 चोटि प्रधानमन्त्री भनेको छ नि त। फेरि यसो अनुहार बुढा नेता जति रिसर्च गरेर मैले अनुहारको त्यो लोगो रिसर्च गर्दाखेरि अनुहारको त्यो जो चौडा रिसर्च गर्दाखेरि के छ कि क्या हो भन्ने खालको स्थिति चाहिँ मैले आफै पनि महसुस गरेँ। अब कसरी भन्नुहुन्छ होला, त्यो पुरानो संसद बिउतिन्छ। त्यसपछि म के भन्छु भने देश जलाउनेहरूको अस्ति मानव अधिकार आयोगबाट आएको चाहिँ लगभग 35-36 जनाको त नाम आएको छ। विशेष खास मान्छेहरूको पनि नाम आएको छ। उहाँहरूको त अन्तर्राष्ट्रिय स्विजरल्यान्ड पुगिसकेको छ मानव अधिकारको अफिसमा। त्यसपछि जेल जाने त अब सो त जेल त गइ नै हाल्छन्। अब काङ्ग्रेसले अगाडि बढ्छ, हिन्दू राष्ट्र र राज संस्थाको लागि अघि बढो काङ्ग्रेस भनेर बोलेको थिएँ। त्यही कुरा तपाईसँग बोलेँ, तपाईभन्दा अगाडि अन्तर्वार्तामा पनि बोलेको थिएँ। ती दुईटै कुरा पुरा भए है। भविष्यवाणी केही 15 दिनभित्रमा है, लगभग भनौँ न बढीमा। त्यसमा स्ट्याटस पनि लेखेको थिएँ। त्यो धेरैले मलाई गाली गरे, काङ्ग्रेसी भने। म काङ्ग्रेसी होइन, म कुनै दलको होइन, कुनै पार्टीको होइन, कुनै झोले होइन, तर म राजतन्त्रवादी हुँ। म सिधै खुलेर गर्छु। शेरबहादुर देउवा पूर्व प्रधानमन्त्रीलाई चाहिँ मैले 2072 सालको वैशाख 10 गते उहाँकै निजी निवासमा उहाँले मलाई बोलाएरै म त्यहाँ पुगेकी थिएँ। पुगेर भविष्यवाणी यी दुईटा कुरा गरेकी थिएँ, राजतन्त्र र हिन्दू राष्ट्र चाहियो, हिन्दू अधिराज्य भन्दा। यी कुरालाई नर्मल सुन्नुभयो, त्यति नो पनि भन्नु भएन, नाइ नस्ती पनि गर्नु भएन। तर त्यतिखेर मैले खासै उहाँको बोली अलिअलि मात्रै बुझेँ, धेरै चाहिँ बुझिनँ। अब अस्तिको अन्तर्वार्ता जुन नेपाल आएर उहाँ चाहिँ 6 महिना लगभग 5.5 महिना पछाडि नेपाल आउँदाखेरि उहाँको बोली क्लियर देखेँ। उहाँ उपचार अर्थ गएर आउनुभयो, हेल्दी भएको देखियो। एकदम एउटा बहादुरी र शक्तिशाली प्रधानमन्त्रीको रूपमा हेर्ने हो भने पनि प्रचण्ड, केपी शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका जति पनि पूर्व प्रधानमन्त्रीहरू हुनुहुन्थ्यो उहाँहरू भन्दा बलियो ग्रह चाहिँ शेरबहादुर देउवाको हो। त्यसमा पनि उहाँका ज्योतिषीले 7 चोटि प्रधानमन्त्री बन्ने भविष्यवाणी त ज्योतिषले चिना हेरेर नै भन्नुभएको छ। अब त्यो कुरा त कतिको पुग्छ त्यो समय परिस्थितिले जनाउँदछ। तर मैले 3-5 बिजोडी, मैले पनि बिजोडी नै भनेको, तर 7 चोटि ग्यारेन्टी हुनुहुन्छ चाहिँ भनेको थिइनँ है मैले चाहिँ। त्यो चाहिँ उहाँको ज्योतिषले भनेको कुरा हो। म अहिले पनि म छिटै चाँडै भेट्न पनि खोजिरहेको छु उहाँसँग। अब समय परिस्थितिले मिलेछ भने छिटै भेट्ने पनि छु। शेरबहादुर देउवा बुवाले चाहिँ बोलाउनु भयो मलाई भने पक्कै पनि म भेटेर केही सल्लाह सुझाव, राजनीतिक भविष्यवाणी दाबीका साथ पुरानो मान्छे म त्यही हो, मलाई उहाँहरूले चिनिहाल्नुहुन्छ। म त्यो गर्न जाने विचार गर्दैछु। अब चिना हेर्ने ज्योतिषीले चाहिँ उहाँको नक्षत्र ग्रह दशा हेर्न पर्यो। त्यस कारणले गर्दा म इन्टरभ्यूमा छु, इन्टरभ्यूमा छु। त्यस कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने साथीहरूलाई, अहिले म कसैको यसको उसको त्यसको होइन, मैले तपाईहरुसँगै आजभन्दा 5 महिना अगाडि शेरबहादुर देउवाको ग्रहमा चाहिँ अदालतको आदेश आउनु पर्ने भन्दा गगन थापाकोमा आयो। त्यसपछि म निच्च परिस त खाइस तेरो भविष्यवाणी भन्नुभयो तपाईहरुले, भक्तजन दर्शक फ्यानहरुले। मेरो दाबी रहिरह्यो, मेरो दाबी भनिरहे, म बोलिरहे। दर्शक फ्यानहरु फलोअर्सहरु, मेरा 4 जना उपसचिव साथीहरुलाई, 2 जना सहसचिवहरु दिदीहरुलाई, अनि पत्रकारहरु, बुद्धिजीवीहरु, टेलिभिजनका व्यक्तित्वहरु र राजनीतिक विशेषज्ञ एकजना हुनुहुन्छ महादीप पोखरेल। उहाँको अन्तर्वार्ता टेलिभिजनमा निकै पत्रकारहरूले अन्तर्वार्ता लिइसक्नु भएको छ। मैले उहाँलाई यो हुन्छ अंकल, यो पोइन्टेड कुरा गरे थिए। तर उहाँले नानी त्यो हुन्न होला माता नानी, म तपाई जस्तो अदृश्य शक्ति त मसँग छैन, तर मेरो राजनीतिज्ञहरूले चाहिँ यो देख्दैन भन्नु भएको थियो। यो कुरा पनि मैले आज बोल्न मैले गरे र मैले पक्नु हिन्दू राष्ट्र बोल्नुभयो, राजाको बारेमा पनि बोल्नुभयो, मुख खोल्नुभयो। एकछिन मलाई बोल्न दिनु न। मलाई यी दुईटै कुराको विश्वास गर्छु। मेरो दाबीका साथ म भन्छु, म डराउँदिन। सत्य बोल्नको लागि म डराउँदिन। म आई कन्ट्याक्ट गरेर कोसँग बोल्न पर्छ, कसरी कुरा गर्नुपर्छ त्यो मैले जानेको छु। मैले शेरबहादुर देउवाहरुलाई तपाईहरुले कुटाइ खाए, अब गए, बुढाबुढी भागे भन्नुभयो, तर मेरो भिडियो मैले तपाईहरुसँग नै यहाँ माथि बोलेको भिडियो आर्जु देउवाको भिडियोसँग जोडिएर मलाई चाहिँ भाग्छन् भनेर मैले उहाँको भिडियोसँग जोडेर मलाई बदनाम गराइयो, देख्यो नि हैन। तर मैले उहाँ भाग्नुहुन्छ भनेको हैन, उहाँ उपचार गर्न जानु भएको थियो, बदनाम गरियो। आर्जु देउवाको बारेमा पनि मैले राजयोग छ, प्रधानमन्त्री बन्ने ग्रह छ है भावी भन्दाखेरि, भोलिको दिन त कसले जानेको छ त। अहिले शेरबहादुर देउवा यसरी उठेर आउनु होला, बोल्नु होला, जुट्नु होला भन्ने कसैले बुझेको थिएन। हजुर
जारी गर्नुमा शेरबहादुर देउवाको ठुलो हात छ हो एकदमै छ नि त्यहाँ धर्मनिरपेक्ष लेख्नुमा नि देउवाको हात छ नि अब छ नि पेजमा त हो कि त्यो त हो त छ भनेपछि हो अब ऊ अहिले सङ्कटमा छन् काङ्ग्रेस गगन थापाले कब्जा गरिहाले सङ्कटमा भएको बेला कहीँ भएन समाउने हाम्रो भनेको त्यही हिन्दू हो अब भन्यो भने अलिअलि हिन्दूहरूले मलाई पत्याउँछन् कि भनेर गरे हो कि के हो त तपाईँ हिन्दूको छोरा हो कि यति साह्रो खसालेर नबोल्नुहोस् है म सिधै भन्छु गगन र शेरबहादुरमा एउटा अमेरिकी काङ्ग्रेस छ एउटा नेपाली काङ्ग्रेस छ नेपाली काङ्ग्रेसमा वृद्ध बुढाहरू हुनुहुन्छ उहाँको अनुशासन नैतिकताले दिन्छ राजाले पहिला शेरबहादुर देउवाले नसकेर राजालाई दिनुभएको होइन त फेरि त्यस्तो दिन आउँछ भनेको थिएँ मैले आयो त काङ्ग्रेसहरू अगाडि बढ्छन् भनेको थिएँ बढ्यो त अब तपाईँले अब के गर्नु हेर्दै जानु न तपाईँ 3-4-6 महिना त पनि पर लामो पो बोलिएछ कि क्या हो हेर्दै जानु होला नि के हुँदो रहेछ त्यसले गर्दा म काङ्ग्रेसीहरूमा जति पनि मैले बुद्धिजीवी बौद्धिक व्यक्तित्वहरू बुद्धिजीवी वैदिक सनातनीलाई मान्नेहरूलाई म के भन्न बिन्ती गर्न चाहन्छु भने अहिले शेरबहादुरले नटेक्ने आगो नसमाउने भनेर भन्नुभयो तपाईँले उहाँलाई जान्छु छान्नु भएको छ तपाईँले र अहिले पक्राउ पर्ने पक्राउ पुर्जी भनेर खुब फेकहरू न्युज लेखिएको छ गराइएको छ रेड नोटिस जारी भइसकेको शेरबहादुर देउवालाई जहाँबाट पनि पक्राउ परेर ल्याउन सक्नुहुन्थ्यो उहाँ भ्रष्टाचारी हो भने उहाँ मात्रै होइन अरू पनि छन् नि 1 लाख 2 लाख रुपियाँ पैसा ल्याएर यहाँ थोपादिउँ र यसो हेरौँ त यति पैसा देखिन्छ नि त होइन त्यति बेरै किन अनुसन्धान गरेनन् उहाँ त नभागी बस्नु भएको थियो भाग्नु भएको थिएन सबै हेलिकप्टरमा भागे सबै हवाईजहाजमा गए सबै सेनाका पुसमा गए गाडीमा गए नागार्जुन कता लगेर कहाँ माथि जङ्गलतिर भागे त्यसले होइन अब काङ्ग्रेस बचाउने नै शेरबहादुर देउवा र आरजी देउवाहरूको हातमा छ फेरि सकेकाहरू खरानीले त काम गर्दैछ नि अहिले कसरी खरानी होइन किन खरानीहरूले त काम म अन्तर्वार्तामा छु है खरानीहरूले त काम गर्दैछन् तपाईँ सकिएको नभन्नु होला है घाँस काटेपछि घाँस काटिएर सक्दैन फेरि घाँस पलाउँछ त्यस्तै तपाईँले दाउरा रुख काट्दाखेरि पनि हाँगा काट्दा पनि फेरि पलाउँछ सर्वोच्च अदालतले निशा जारी गरेको छ तर शेरबहादुर देउवाकै पक्षमा अथवा गगन थापा पक्षमा भनेर कसैको पक्षमा भनेको छैन त्यो भनेको चाहिँ किन निर्वाचन आयोगले चाहिँ किन चाहिँ शेरबहादुर देउवा कुरा सुनेन भनेर मात्र जारी गरिएको हो भन्ने छ तर के शेरबहादुर देउवा फेरि आउँछन् त काङ्ग्रेसमा अब फर्केर म यहाँ जिउँदै छु त मैले स्ट्याटस लेख्दाखेरि मलाई गाली गर्ने त थिए त मान्छे थुप्रै मेरो स्ट्याटस 5 महिना अगाडि 4 महिना शेरबहादुर देउवाकैमा आउनु पर्ने अब भविष्यवाणी पहिलेको छ त्यही त बोल्नु पर्यो नि मैले फेरि मुख फेर्न भएन गगनकामा आउँछ भनेर अहिले मैले फेरि भविष्यवाणी फेक बोलेर होइन सोनु मुख फेर्न भएन हजुरहरूसँग त्यही बेला दिएको छु त्यस कारणले गर्दा उहाँको ग्रह बलियो छ मैले त्यही तपाईँले कब्जा गरेन भन्नु न कब्जा गरेको होइन त अन्जानमा एउटा चिठा परेको जुन गगन थापाले बोलेर राजालाई गाली गर्नुभयो तथानाम भन्नुभयो भलानो 1 लाख लाउनुभयो तर गगन थापाले पनि राजालाई ढोग्न जाने समय आइसक्यो शेरबहादुर देउवाले अस्ति एयरपोर्टमै राजालाई गाली गरे नि त्यो नाते राजाले त मलाई सकेन तपाईहरुमा रहेछ नि अलिकति बुझनशील अलिकति बुझ्न सक्ने क्षमता मैले देखिन पत्रकारमा राजाले त सकेनन् तिमीहरु नाथेले सक्छौ भन्या हो भनेको राजालाई माथि पारेको यो बुझ्नेलाई शिरखण्ड नबुझ्नेलाई खोरपाको बेडो मैले बुझे तपाईहरुले बुझ्नु भएन के बुझ्नुभयो तपाईले राजालाई अपमान गरेको भन्ने बुझ्नुभयो मैले बुझिन राजालाई सम्मान गरेको अझ अर्को कुरा गर्ने हो भने त राजपरिवार भित्रको मान्छे पनि हो नि शेरबहादुर देउवा फेरि यो कुरा गर्ने हो भने उहाँहरुले किन तलमाथि भयो किन राजालाई गाली गर्नुभयो किन त्यो पछाडी सम्बन्ध भयो मलाई थाहा भएन तर राजपरिवार भित्रको सदस्य हो उहाँहरु परिवार फ्यामिली नाता पर्छ आरजु देउवाहरु बुझ्नुभयो अहिले उहाँ बाहिर विदेश हुनुहुन्छ अब छिटै आउनु छ म उहाँलाई पनि भेट्छु कस्तो भन्नुभयो तपाईले फोन फेरि आजै चाहिँ कति चाहिँ फोन आउँदो रहेछ तपाईले आरजु देउवा र राजासँगको सम्बन्धको कुरा चाहिँ अब राणा र राजपरिवारको सम्बन्ध त त्यस्ता त्यो फाइटको कुरा नगर्नु यो देश बनाउने बचाउने राजाले हो बनाउने राणा र राजाहरु मिलेर हो त्यसैले अब मिल्दैछन् शेरबहादुर देउवा बुवाले पनि छिट्टै राजा भेट्नुहुन्छ भन्ने मैले संकेत दिएको राजा भेटेर के गर्ने रवि र बालले ल्याएर के गर्नुभयो कसैले राणा भेट्छन् फेरि 2004 हैन त्यस्ता कुरा नगर्नुस् यो देश राजाले बनाएको देश हो कसैले पनि होइन त्यसैले गर्दा अब छिटो चाँडो यो देश बचाउनको लागि महत्त्वपूर्ण भइसक्यो इमर्जेन्सी भयो तपाईले अहिले क्यामेराले भिडियो खिच्नु भयो तर भिडियो चाहिँ होइन क्यामेरा मात्रै तेर्साउनु भयो भने के काम त हिन्दू राष्ट्र बचाउनको लागि राजतन्त्र पनि चाहियो नि त राजा चाहियो नि हिन्दू राष्ट्र तपाई हिन्दू म हिन्दू यसो बसी त्यस्ता कुरा नगर्नु वैदिक सनातनी राष्ट्र हुनुपर्छ क्रिश्चियन कन्ट्री छ मुस्लिम कन्ट्री छ बुद्धिस्ट कन्ट्री गएर आए म बुद्ध उता चीन हेर्नु उता हङकङ हेर्नु अनि क्रिश्चियन कन्ट्री गएर आए अस्ट्रेलिया युरोपतिर खै त मैले त्यहाँ त आफ्नो उसमा छ नि त ल भन्नुस् त तपाई आफै संविधानमै लेखेको छ क्रिश्चियन कन्ट्री भनेर हैन
त्यो कन्ट्री त क्रिस्चियन हो नि त, त्यहाँ त धर्मनिरपेक्ष न, त्यो देश त क्रिस्चियन हो नि त, त्यो देश हिन्दू त होइन। अनि हिन्दू देश कुन भन्दाखेरि रिलिजियस कन्ट्री कुन भन्दा गुगलमा सर्च गर्ने भने नेपाल हो। अनि हाम्रो धर्मनिरपेक्ष बनाएर चाहिँ उफ्रिने त बुरुक उफ्रिने। अहिले एमालेहरू पनि आधा जति राजा र हिन्दूमा छन्, आधा जति बुरुक उफ्रिँदैछन्। म हिन्दू म फलाना भनेर हुन्छ। धर्म छोड्नुभयो, तपाईँले जनै लाउन छोड्नुभयो, टुप्पी पाल्न छोड्नुभयो, नैतिक शिक्षा छैन, पढाइ छैन, लाग्नु न होला। तपाईँ निर्मलीमासमा पस्नु भएको छ, त्यहाँ राज परिवारमा भनेको त्यहाँ पण्डितले पकाएको मात्रै खाना खाने हो। सरकारहरूले टुप्पी जनैको कुरा गर्नु छ तपाईँ, त्यहाँभित्र पुरोहितहरूले पूजा गर्छन्, पण्डितहरूले पूजा गर्ने त्यो गुरुहरू छन्, युवा गुरुहरू हुनुहुन्छ। त्यहाँ नैतिक सारा राजाको कुरा नजोडौँ न। अहिले यहाँ राजा फर्किने भइसकेपछि सबै डराउन थाले क्या। अब यहाँ हिजो एकजना पत्रकार भन्दै थिए, अब राजा नभन्नु न माथा दिदी, सबै मिडिया बन्द गरिदिन्छन्, हाम्रो खाने भाँडो बन्द हुन्छ अरे। त्यस्तो किन मिडिया बन्द हुन्थ्यो र? तानाशाही हुन्छ र भनेको। हेर्नु न राजाको शासन कसरी फर्किँदैछ। यो बालेन र रविको जुन रवि र बालेन भन्दै आएका थिए नि अस्ति, अब यो अस्थिर भयो, यो अस्तव्यस्त भयो, यो काम नदिने अवस्थामा गइसक्यो। अबको अप्ठ्यारो भनेको राजाले नै हो, टार्ने भनेको राजाले नै हो। अबको अप्ठ्यारो टार्ने भनेको राजाले नै हो। म अन्तर्वार्तामा छु, बुझ्नुभयो? यो जनताहरूले चाहिँ यसरी बुझ्नुपर्ने जरुरी छ। राजा बिना देश रहँदैन, 1 2 3 रहँदैन। र शेरबहादुर देउवाको पक्षका जो हुनुहुन्छ उहाँहरूलाई साथ दिनु हुन म अनुरोध गरेँ। शेरबहादुर देउवाले चाहिँ होइन लाग्नुपर्ने होइन। म हिन्दू राष्ट्र जसले बोल्छ, देश धर्मको बारेमा नरक बनाउँदैन, धर्मको बारेमा जसले आवाज बोल्छ त्यसको पक्षमा लाग्छु, बोल्छु, बोलिरहन्छु। किनभने एक्लै राजा र हिन्दू राष्ट्र भन्ने मान्छे म नै होइन। शेरबहादुर देउवा होइन, राजावादीलाई गएर सोध्नुहोस्, म राजतन्त्रवादी हुँ। मैले शेरबहादुर देउवाको ग्रह सामान्य देखेको छैन र उहाँलाई जेसुकै होस् उहाँले यो आवाज 84-85 को छोड्दिनु न। तपाईँ त्यतिको सम्वादपूर्ण कुरा गर्नुहुन्छ, तपाईँ त्यतिको आँट र क्षमताले हामी सक्छौँ बोल्नु। म बाँच्दिनँ, तपाईँ बाँच्नुहुन्न। अब त्यो राजावादी सकिन आँट्यो भनेर नभन्नु। यति बोलेपछि दुर्गा परसाईको माल पनि त्यतै आउँछ, राजाको पनि त्यतै आउँछ। उता राज संस्थावादी होइन, उहाँहरू त त्यो एकछिन भने लेखेकै थियो त। ऊ बृहस्पति अस्थाना सुरु गर्नुभयो, राम्रो हुँदैन, स्टार्टसै थियो त। हेर्नु न, कसले सेयर गरेका छन् त मेरो। हाम्रा कुरा चाहिँ सानो पोइन्टेड कुरा नराख्ने, अनि उहाँ के सोधेर हुन्छ त मलाई? कहाँ मिल्न सक्नु त? दुर्गा परसाईको कुरा अर्कै छ, धवल शमशेर खुलेर हिन्दू राष्ट्र र राजतन्त्रकोमा खुलेरै, र राजा पनि उहाँले नै ल्याउनुहुन्छ। काङ्ग्रेस बिना राजा अरू राप्रपा एबिसिडी राम हरि गोविन्दले ल्याएर आउनु होइन। होइन त्यस्ता कुरा नगर्नु, सधैँ एकेनास हुँदैन। चोर डाका पनि भगवान बनिया छ क्या, देउता बनेर हिँडेको छ। होइन राजावादी होइन, ल्याउने नै उनीहरू हो। र एमालेका पनि केही आधा जति मिल्ने छन्। एमालेमा केपी शर्मा ओलीलाई मैले बिन्ती गर्छु, उहाँले आफ्नो राजीनामा दिएर पोलदेखि भने हो नि यो कुरा होइन। विद्यालय भण्डारीलाई दिइहाल्नुहोस्। विद्यालय भण्डारी र राज परिवार त फोन सम्पर्क पनि हुन्छ, थाहा छँदै होला। तपाईले भने जस्तै शेरबहादुर देउवा राजतन्त्र अथवा राज संस्था ल्याउने, हिन्दू राष्ट्र ल्याउने भन्छ त अहिलेको सरकारको त औचित्य धेरै लामो। अनि मैले तपाईलाई के भने त, यो चुनावतिर नजानु, राम्रो हुँदैन। 1 2 3 छैन, तर चुनावै यदि भयो भने राम्रो हुँदैन, लामो जाँदैन भन्ने केटी पनि त इता छु त। भविष्यवाणी त को गर्छ? अब हुँदैन ग्यारेन्टी दिने ज्योतिषीलाई सोध्नुहोस् न मैले। हुँदैन, राम्रो हुँदैन, के भएर चाहिँ के भयो त? अब भोलि त के भन्छ सुशीला कार्कीले गरेको कुरा सबै खारेज भन्यो भने के भएको र नभएको के मान्यता भयो त? रवि लामिछाने अनागरिक हुनुहुँदो रहेछ, उहाँले जित्नुभयो, पछि बयस हो त के भयो त? जितेको जित केही पनि होइन, फुलमाला 2 दिनको भनिएको थियो, त्यही हुन्छ क्या यो अहिलेको पनि। मैले त त्यही देखेको छु पहिलेदेखि। बालन शाहको चाहिँ शासन सत्ता कतिसम्म टिक्छ भन्नु पर्दैन। 5 महिनामा देख्छौ भनेको थियो, देखिहाले। अब 2-4 भइसकेको छैन, 5 महिनामा छ, सुरुवातमा छ। अब यो मङ्सिर भन्दा यता भनौँ, वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर भन्दा यता, कार्तिक अन्तिम मङ्सिर भन्दा यता केही प्रलय उलट पुलटको स्थिति छ, केही परिवर्तन देखिन्छ। यो कुरा मैले चैत वैशाखमै बोलेको थिएँ, त्यही कुरा म अहिले पनि यही बोल्दैछु। बालन सरकार धरापमा छ। धरापमा होइन, बाध्यताले। उहाँले त सकिन भनेर लगभग राजीनामा पनि दिएर म त आराम गर्छु, म यो वायत कुरा सकिन, मैले कोही टेर्दा पनि टेर्दा रहेन रहेछन्, कुरो पनि सुनेनन्। एउटाले गनगन गर्छ, अर्कोले यो मिलाइदिए भन्छ, म अब सकिन, म आफ्नो स्वतन्त्र जीवन जिउँछु भन्न पनि बेर छैन। किनभने उहाँहरू राजनीतिज्ञ होइन। मैले केपी शर्मा ओली र बालेनको भन्दा कहाँ केपी कहाँ बालेन भनेको थिएँ नि त। काम त केही पनि भएन। देख्नुभयो तपाईँले, काम केही भयो? एउटा माको मरिया एउटा काम भयो भने सम्झिनुहोस्, मैले 100 मा 5% दिएको थिएँ।
त्यो 5 पनि मेरो लागि धेरै भएछ अहिले मैले विचार गरेँ। सुकुम्बासीहरूको त्यो गरेको देख्दा चाहिँ गरे भने जस्तो भएको थियो। त्यसपछि कुनै एउटा केही देखिएन। आज छोरी चेलीहरू बलात्कृत छन्। उहाँकै जस्तो ठ्याक्कै त्यस्तै अनुहार मिल्दो छोरी हो त्यहाँ बलात्कृत भयो। उहाँ मुस्ताङ जानुभयो हेलिकप्टरमा। उहाँ आफ्नै गाडी आफै ड्राइभ गरेर कुनै कसैलाई थाहा नै नदिई नेपाली सेनालाई थाहा भएछ, प्रहरीलाई पनि थाहा भएन, सशस्त्रलाई पनि थाहा भएन, उहाँ सेना लिएर बोकेर हिँड्नु भयो प्रधानमन्त्रीको आफ्नो। हुन त उहाँ दिक्क भएर हिँडेको जस्तो मैले बुझ्छु के। उहाँको अनुहारमा शान्ति छैन है बालेन्द्र प्रधानमन्त्रीको। बालेन्द्र शाह सेनाको ब्यारेक चार्दै छु भएको छ। एकदम डिप्रेस तनाव भएको जस्तो देखिन्छ क्या। उहाँलाई कसैले केही दिएको होला, भ्याट्ट एक दिन कुनै दिन खोल्न बेर छैन प्रधानमन्त्रीले। उहाँलाई धेरै गाह्रो भएको छ। रविको दबाब हुन सक्छ। हुन सक्छ नि। अब तैँले मेरो भाग खाइस् भन्ने पनि त होला। अब रवि लामिछानेलाई पनि अहिले मैले के छ भने दया लागेर आउने कुरो नि। अब बालेन्द्र शाहसँग सक्दैनन्। अब सभापतिज्यू भनौँ म अहिले बोल्दिनँ 5 वर्षपछि बोल्छु भन्नुभयो। 5 वर्ष जाँदै जाँदैन देखिसक्यो। त्यो दिनदेखि सुरुवात भयो। 5 महिनामा यो हालत देखिँदैछ। बिचरा रुन्चे आँसो भएर हिजो त्यहाँ अन्तर्वार्ता पत्रकारलाई दिनु भएन। अनि रवि र बालेन मात्रै हुन् त रासपामा, त्यत्रा अरू छैनन्। बोल्न जान्नुपर्छ, एउटा अनुशासन हुनुपर्छ, त्यो पनि छैन। मात्र सबैको रिप्लाई रवि लामिछानेले दिनुपर्ने। मलाई त्यो पनि दुःख लाग्यो। 5 महिनापछि सरकारमा नरहने भइसकेपछि हजुर हजुर रवि लामिछाने हुन्छन् त गृहमन्त्री, मतलब चाहिँ प्रधानमन्त्री। गाह्रो छ भन्दैछु त। पहिल्यै रविलाई गाह्रो छ। उहाँले मुद्दा मिलाउँदै आउँदाखेरि चाहिँ म हुन्छु हुने उहाँले कोसिस ट्राई चाहिँ गरेकै हो। तर त्यति कोसिसमै हुन्छ त। अब मैले त के देख्छु दाजु भने नि, यो मेरो भविष्यवाणी हो कि। अहिले त्यो हाम्रो महादीप पोखरेल अङ्कलसँग मैले राजनीतिक विशेषज्ञ जानकारी दिएको थिएँ। उहाँले पनि बोलेर छरपस्ट सबै भयो होइन। मैले उहाँलाई जानकारी नै दिएको थिएँ। म तपाईँको नाम मैले बोलेको थिएँ अङ्कल भने। अहिले हिजो एकजनाको राजनीतिक विशेषज्ञको एउटाले मलाई अन्तर्वार्ता पठाउनु भयो। यसो हेर्छु त मेरो त्यो मैले चाहिँ के देखेँ भने उहाँले पनि त्यही बोल्नु भयो क्या। नाम चाहिँ नभन्नु उहाँको होइन। अनि मैले पहिला बोलेको शब्द होइन, एक्लै कोही बोलेको थिएन होइन। महादीप अङ्कलले भन्दा यस्तो हुँदैन होला नानी भन्नुभएको थियो। अब हुन्छ कि हुँदैन त्यो त थाहा भएन। त्यो मैले त यो अलट पलट सबै चिज परिस्थिति बिग्रिएर पुरानो संसद त निष्क्रिय भएको छैन, सक्रिय पनि भएको छैन। त्यही पो आउन सक्छ र त्यसपछि संविधान संशोधन गरेर के गरेर हिन्दू राष्ट्र र राजा राख्ने सहमतिमा जान सक्छन् है बुढा नेताहरू। राष्ट्रिय सभाकादेखि लिएर यताका जो थिए सांसद, अब त्यसभित्र रवि पनि पर्नुभयो। अनि अब बालेर अर्को नपर्लान्, अरू नयाँ पुराना भर्खर आउँदै गरेकाहरू। तर उनीहरूको लामो दिगो स्थायित्व राजनीति छैन। राजनीति भनेको राजनीति शास्त्र पनि अध्ययन गरे हुनु पर्यो, अनुभव पनि बटुल्नु पर्यो। त्यो पुरानो संसद मैले तपाईँसँग बोलेको थिएँ नि होइन, त्यो चुनाव पछाडि पनि बोलेको छु क्या दाजु। अब के सम्भावना छ क्या दाजु पुरानो र यो संसद विघटन। मैले चाहिँ दुईटा देखाएको छु क्या। एउटा संसद पुनर्स्थापना पुरानो, यो सुशीला कार्कीले गरेको कुरा सबै खारेज। किनभने शेरबहादुर देउपाकोमा यो 6 महिना पछाडि लगभग 6 महिनामा त्यो कुरो आउनु निस्सा आउनु आफै मैले मेरो आफ्नो दिव्य दृष्टिले के। किनभने मेरो त्यो भविष्यवाणी पनि थियो। म आफै चकित खाएँ क्या। मलाई 2 दिन त खुसीले नै निन्द्रा लागेन दाजु होइन। म सिधै कुरा बताउँदैछु तपाईँलाई। त्यो भविष्यवाणी लेख्नु, त्यसपछि शेरबहादुर देउपा चुनावलाई रिजेक्ट गरेर जानु, मैले चुनावमा सहमति नजनाइ त्यो गएकी थिएँ भनेर चाहिँ उहाँले मुद्दा हाल्नुभयो भने उहाँकै नाममा आयो भने चाहिँ के गर्नुहुन्छ त। त्यसपछि ल मेरो सुशीला कार्की हजुरआमाले गरेको चाहिँ सबै सो त खारेज, किनभने अवैधानिक थियो भन्ने खालको पनि 1 2 3 कुरा मैले महादीप पोखरेल हाम्रो राजनीतिक विशेषज्ञ उहाँलाई मैले अङ्कल यो बोलिदिनुहोस् है तपाईँ त अन्तर्वार्ता दिइराख्नुहुन्छ। अब म त सामान्य मान्छे परेँ हजुर, म अन्तर्वार्ता दिइराख्नु भ्याउँदिनँ। किनभने मैले यो देखेँ भन्दा पत्याउने कसै सुरेश शर्मा पत्रकार, अब भोलि भइसकेपछि त अरूहरूको पनि नाम भन्नुलाई डाइरेक्ट फोन लाउँला नि। कहिले बोलेको थिएन, अस्तिसम्म 10 वर्ष जान्छ 15 वर्ष जान्छ भनिरहेको थिएँ क्या राजनीतिक विशेषज्ञ पनि। अब अहिले आएर परिवर्तन भएको देख्दा दाजु म चकित खाएँ। भनेपछि परिवर्तन देख्छु मैले। अब होइन अब सम्भावना को छ प्रधानमन्त्री हुने त। फेरि अकाल झुकुल नसोच भन्दैछु त। शेरबहादुर देउवालाई त ज्योतिषीले त 7 चोटि प्रधानमन्त्री भनेको छ नि त। फेरि यसो अनुहार बुढा नेता जति रिसर्च गरेर मैले अनुहारको त्यो लोगो रिसर्च गर्दाखेरि अनुहारको त्यो जो चौडा रिसर्च गर्दाखेरि के छ कि क्या हो भन्ने खालको स्थिति चाहिँ मैले आफै पनि महसुस गरेँ। अब कसरी भन्नुहुन्छ होला, त्यो पुरानो संसद बिउतिन्छ। त्यसपछि म के भन्छु भने देश चलाउनेहरूको अस्ति मानव अधिकार आयोगबाट आएको चाहिँ लगभग 35 36 जनाको त नाम आएको छ। विशेष खास मान्छेहरूको पनि नाम आएको छ।
उहाँहरूको त अन्तर्राष्ट्रिय स्विजरल्यान्ड पुगिसकेको छ मानव अधिकारको अफिसमा। त्यसपछि जेल जाने त अब सो त जेल त गइ नै हाल्छन् भनेपछि त छर्लङ्गै मैले यी 4वटा कुरा चाहिँ देखेको छु है। अब माइन्ड नगर्नु होला, मेरो भविष्यवाणी हो यो। त्यसो भए शेरबहादुर देउवाको ज्योतिषले भने चाहिँ शेरबहादुर देउवा 7 पटक प्रधानमन्त्री बन्नु हुन्छ। त्यो चाहिँ ज्योतिषी म आफै भेट्न कोसिस भन्नु खोजेको होइन, मैले भन्न खोजेको यसो अनुहार पढ्दा अरूको छैन, अरूभन्दा उहाँको केही देखियो। तर फेरि यसभित्र उहाँलाई चलखेल गरेर भनौँ न सम्पत्ति शुद्धिकरण अथवा इत्यादि पूर्व प्रधानमन्त्रीहरूको अनुसन्धानको के भन्छ त्यसलाई घेरामा पार्न सक्ने स्थिति पनि गर्न सक्छन् चलखेल। तर जे गरे पनि ग्रह बलियो छ, तपाईँहरू कुनै चिन्ता लिनु भने पर्दैन। बुझ्नुभयो? मैले काङ्ग्रेसीहरूलाई त्यही भनेर गगन थापा दाजुलाई म के भन्न चाहन्छु भने गगन थापा दाजुले ढुङ्गा बोकेर राजालाई गाली गरेको शब्दले मेरो मुटु थररररर भएको छ। मैले यो अमेरिकी काङ्ग्रेस र नेपाली काङ्ग्रेस 5 वर्ष 7 वर्षदेखि बोल्दैछु, मैले यही देखेँ। अब यसभित्र एउटा अर्को मान्छेको पनि नाम आउँछ, कुलमान घिसिङ, उहाँ पनि भावी प्रधानमन्त्री बन्नुहुन्छ। अब आरजु देउवा उहाँको पनि भावी प्रधानमन्त्री बन्ने ग्रह छ। अब शेरबहादुर देउवालाई त उहाँको ज्योतिषीले नै 7 चोटि खुदै भन्नुभएको छ। तर मैले पनि बिजोडी नम्बर भएको हुनाले म फेरि जान्छु बा छ कि छैन, म फेरि हेर्छु, तपाईँसँग फेरि अन्तर्वार्ता दिन्छु, म भेट्दैछु, उहाँलाई भेट्छु। मैले उहाँ शेरबहादुर देउवा भेट्ने थिइनँ। उहाँले अलिकति हिन्दूको कुरा लिएर राज संस्थाको कुरा ल्याइसकेपछि धेरै कुरा उहाँले बोल्नु भएको छ नि। शेरबहादुर देउवाले महाराजले मलाई यसो गर्नुभएको थियो, यो भएको थियो, हामी थुनामा सबै बोल्नु भएको छ नि त। उहाँले त महाराज धीराज भन्नुभएको छ। जनताले बुझुन्, यहाँ खाजावादीहरूले चाहिँ हुलदुङ्गा गरेको देखियो, पत्रकार बस्नु यो मेरो भिडियोलाई हेर्नु होला गर्दा देखियो। त्यस कारणले म के भन्न चाहन्छु भने हेर्नु होला यो परिस्थिति मैले के देखेँ। पुरानो एउटा त्यो पनि सम्भावना पुरानो संसद बिउतिन सक्ने, त्यसपछि सो त देश जलाउनेहरू राष्ट्रघातीहरू जेल जाने, भ्रष्टाचारीहरू पनि जेल जाने, अपराध जघन्य गर्नेहरू पनि जेल जाने, बलात्कारीहरू यो जुन हत्या हिंसा गरेछ बलात्कार यिनीहरूलाई जन्मको फाँसीको कानुन त्यहाँबाट आउँछ। 2047 को संविधान सो त यो त मिसक्यारेज हुँदैछ, तुहिँदैछ, सकिँदैछ, अन्तिम अवस्थामा छ। अनि कसरी जान्छ त 5 वर्ष? यही कुरा बोल्दा 5 वर्ष जाँदैन, चुनावमा नजानुहोस् न भन्दाखेरि मलाई खिसी गर्नुभयो, मलाई टेढी गर्नुभयो। आज आएर तपाईँहरूको उलट पुलट मन देख्छु म कमेन्टमा नि। अस्तिसम्म जय रवि, जय घन्टी, जय बालेन भन्नुहुन्थ्यो, अहिले आएर राजतन्त्र नै ठिक, अब हामी अगाइयो, अब फेरि चुनाव होस् न। यहाँ त फेरि 5 वर्ष जाँदैन त, बिचमा चुनाव हुने हो। अब आउने चुनाव भने त राजाले नै गराउने हो। सुन्नुहोस् है, अस्तिकै त्यो योग देखिसकेको थियो, सरकारले नमानेर हो, मानिबक्सेन, बुढो पनि हुनुभयो। सबै कुरा भू राजनीतिक होला, अन्तर्राष्ट्रिय कुरा सम्बन्ध होला र चीन र भारत ठिक छैन अहिलेको सरकारले गरेको काम कुरामा। उनीहरूको मनस्थिति गुमिसकेको अवस्था छ। अन्तर्राष्ट्रिय रूपमा सम्बन्ध पनि त दरार आएको छ नि त। अहिले बिचमा प्रधानमन्त्रीले बोलाउँदा उहाँ जानु भएको छैन। अब चीन जाने कुरो थियो रवि लामिछाने, उहाँ चीन जान सक्नु भएको अवस्था छैन। मिलाउँदै सिलाउँदै रवि लामिछानेको हालत मैले देखिरहेको छु के बिचरा। मेरो त दिदीको ज्वाइँ हो नि, मलाई पनि माया लाग्छ नि। मैले उहाँसँग मेरो भिडियो पढेको छैन, डिबेट होइन, झगडा होइन, एउटा भविष्यवाणी गरेको थिएँ। मेरा कुरालाई तपाईँहरूले बुझिदिनु भएन। यही कुरा बोल्दाखेरि एक्लै तपाईँले लिएका ज्योतिषीले पनि 5 वर्ष जान्छ, अब गएछ कि अब रवि लामिछाने आयो, अब दिन आयो भने तपाईँहरूले त्यो भिडियो डिलिट नगर्नुहोस् है उहाँहरूको। तर एक्लै मैले केही विश्वास गरेको थिइनँ, 5% हो। आखिर 5 महिनामा त हेर्नुहोस् त 57 जना मान्छेको मृत्यु भएको छ। भर्खर एउटा समाचार यो मोबाइलमा हेरेँ मैले, के देखेँ भन्नुहुन्छ भने एकजना बच्चीलाई आफ्नै अङ्कलले चाहिँ हत्या गरेछ बलात्कारपछि। एकजना बुढी हजुरआमालाई 70 वर्ष लागेकालाई एउटा 24 वर्षको केटाले बलात्कार गर्यो। मैले खुदै भविष्यवाणी गरेको छु, एउटा काण्ड धादिङको हो। अब अधिकारी थर भनिहालेँ मैले, यो केही वर्ष अगाडिको थियो। आफ्नै अङ्कलले जम्मा 3 महिनाको बच्चालाई बलात्कार। यी यस्तालाई जिउँदै मार्नुपर्ने हो कि होइन? रुन मन लाग्छ उ त्यो छोरो देख्दा त ठिकै हो, छोरी देख्यो भने कठै भन्ने मन आउँछ भित्रैबाट। हामी पो बाहिर निस्किन्नौँ त, हामी पनि त ज्यान जोगाउन गाह्रो हुने रहेछ नि, होइन सोनु? यो त स्थिति त नाजुक भएर आयो नि त। आफै बिग्रिनु, आफै जानु, उमेर पुगेर जानु आफ्नै ठाउँमा छ। आज त्यो नाबालिकाको के गल्ती थियो? यो सरकार आइकन आत्मदाह किन बढेका हुन्? घटना किन भएको भएछ? रुखमा पुलिसका अगाडि किन झुन्डिने कोसिस गर्नुहुन्छ आमा दिदी बहिनीहरू? किन त्यो खाली खुत्ते आएर भोकै छन् त सडकमा ती मानिसहरू? उनीहरूको न्याय किन मिलेन? अनि सहकारीहरू किन सडकमा छन्? दिने पिछेको आन्दोलन मुर्दाबाद मुर्दाबाद भनिरहेका छन् त दिदी बहिनीहरू हुनुहुन्छ त। अनि मर्न लागेका तिनीहरूको पीडा मैले हेर्नु र म डिप्रेसनमा जानुभन्दा बरु समाचारै हेर्दिनँ भनेर मैले अहिले छोडेँ। युट्युबबाट आएका जति पनि बाहिरका भाइरल समाचार हुन्छन् म अहिले हेर्दिनँ। म मेरो फेसबुकमै व्यस्त छु, किनभने म रिल्स बनाउँछु, ऊ गर्छु। तपाईँ पनि छक्क पर्नुभयो। तपाईँले मलाई त्यहाँ बाहिर नि के गर्नुभएको थियो भने
तपाईँ भन्नुहुन्छ रवि र देशलाई पालन गर्नु। इन्द्रका बाउ चन्द्रे आएर त भन्दैन भनेको थियो। तपाईँ कि यहाँ अर्को पत्रकार हुनुहुन्छ, उहाँ र मेरो आई कन्ट्याक्ट भएको थियो त्यतिखेर है। तपाईँसँग मेरो आई कन्ट्याक्ट मिलेन। किन मिलेन भने तपाईँले मुख बटार्नु भयो। कुन्ताको बिग्रेको मुख त्यही माथि बटार्नु भयो। दाजुले हाँस्नुहुन्छ होला, हाँसौँ न, भक्तजनहरू हाँस्नुहोस्। अनि त्यहाँबाट पठाए दाजु, अनि बोल्नुहुन्छ कडा रूपमा। दाजुले बोल्नुभयो, ला है दाजुले भने पो हुन्छ कि क्या हो, मेरो भविष्यवाणी फेल खान्छ कि क्या हो। म यतिमा म ढुक्क छु कि मेरो भविष्यवाणी फेल खाँदैन, जसरी नि पुग्दो रहेछ। होइन हो, एउटा मान्छेलाई आजभन्दा 11 वर्ष अगाडि हेरेको थिएँ, छोरी थिए। तपाईँको छोराको योग छ भने थियो, 3 महिना भएछ छोरा पाएछन्। मेरो कुरा पुग्न सफल भयो नि त। यो त फोन आउँछ अमेरिका अस्ट्रेलियाबाटै, त्यसले गर्दाखेरि अस्ट्रेलियाबाट फोन आइरहेछ। अब के बाँकी छ त, फर्काउन पनि आएको होला। मलाई बधाई नै दिएको छ सबैले। शेरबहादुर देउवाले तपाईँको लाइनमा आउनुभयो, बधाई छ माताजी भन्नुभयो। अब गुरु माता पिताले त पछिल्लो क्रममा हिन्दू राष्ट्र र राजा चाहियो त अभियसली भन्नुभएकै छ। अब नेपालमा राजनीति अस्तित्व हुने भयो एकदम। तर पहिलाको जस्तो जेन्जी आन्दोलन जस्तो तोप नभए पनि भू राजनीतिकले स्वाहा नै गरिदिने छ के। भदौ फेरि 2324 गते 23 गते आन्दोलन भएको छ। हजुर त्यो आन्दोलन कस्तो होला के भविष्यवाणी गरिदिनु? अब किनभने मङ्सिरसम्म त नराम्रो अभियसली छँदैछ। त्यसकारणले त्यो आन्दोलन कस्तो हुन्छ अहिले नबोलौँ, किनभने समय परिस्थिति होइन हेरौँनको कुरै छैन नि। पोहोर पनि त बोलेको थिएँ नि त, अघि मलाई मन्त्रीले फोन गर्नुभएको थियो, पूर्व मन्त्रीले फोन गर्नुभएको थियो। रूपाबीका पूर्व मन्त्री उहाँ राज्य मन्त्री हुनुहुन्थ्यो, त्यहाँ गए यहाँ आगो लागि हुँदैछ भने त्यसको 15 दिन पनि नभए आगो लागि पो अघि मलाई फोन गर्नुभएको थियो। तपाईँ बाहिर हुँदा मन्त्रीज्यू भनेर बोले, उहाँसँगै बोले हो। त्यसले गर्दाखेरि मेरो गोप्य हेराउनु पर्ने थियो भने ठिक छ हामी भरे भोलि बोलाउँला है डियर भने मैले फोन काटेँ। किनभने अब सुन्नुहोस् त, यो 23 गते यो हुन्छ भाँड भैलो, म सक्दिनँ। मैले देखेको अन्धकार देख्छु, मैले देखेको राम्रो देख्दिनँ। स्वस्ति शान्तिको आवश्यकता छ। स्वस्ति शान्ति भनेको हिन्दू अधिराज्य हुनुपर्छ। हिन्दू अधिराज्य आएपछि सो त अस्वस्ति भयो। तपोभूमि देवभूमि भगवानको भूमि नरक बनाइएको छ। भ्रष्टाचारीहरू बढे, अपराधीहरू बढे। किन चाहियो धर्म, किन चाहियो हिन्दू धर्म भन्छ हौ बाहुनको छोरो। एमाले अर्कोपट्टिको काङ्ग्रेसतिरको मान्छे, हामीलाई चाहियो धर्म। म धर्मको यो माता पिता गुरुहरूको अपमान भएको छ, नैतिक ज्ञानहरूको अपमान भएको छ, नैतिक शिक्षा हटाइएको छ। अङ्ग्रेजीबाट बोल्छन् बच्चाहरू, अङ्ग्रेजी मात्रै बोल्ने भए नेपाली हुँदैन छैन। अफिस गयो नेपालीमा छैन। पहिला विक्रम सम्वत हुन्थ्यो, अहिले इस्वी सम्वत प्रयोग हुन्छ। अनि बच्चाहरूले मर्ने गरी झोलामा किताब बोकेर गएका छन्। बिचारा आइसक्दा ग्यास्ट्रिकले अहिले मर्न लागिसके। सारा बच्चाहरूको पित्तको स्टोन फालिसकेको अवस्था छ। किनभने किताब गरौँ, खानपान मिलेन, कुराकानी मिलेन, सबै काजु के अरे यो बाहिरको हजुर त्यो जङ्क फुडहरू खायो। के अरे त्यो चाउ अनि के अरे अर्को त्यो के जाति, अब त्यो कुरकुरे, त्यो खालको चिजले गर्दा पेटमा कुरकुराले पोल पालिसक्यो। बच्चाहरूको हरेक बच्चाको अपरेसन छ अहिले 10 वर्ष यताको बच्चा। धन्यवाद छ, पक्नु होला, धन्यवाद छ। यी मेरा भविष्यवाणी हुन्, म कसैको सपोर्टर होइन। मैले यही नै कुरा शेरबहादुर देउवा बुवालाई, पूर्व प्रधानमन्त्री बुवालाई बताउन 2072 सालको वैशाख 10 गते उहाँको निजी निवासमा पुगेको थिएँ। म यिनै कुरा बताउँदाखेरि म दुखी भएर फर्किएकी थिएँ। त्यसपछि असोजमा संविधान आएको थियो। संविधान नआउँदै हिन्दू राष्ट्र र राजा राख्ने काम गरौँ है, अस्तव्यस्त हुन्छ भन्दा मेरो कुरा कसैले सुन्नु भएन। न कृष्णबहादुर महरा, न चाहिँ झलनाथ खनाल, न वामदेव गौतम, न माधव कुमार नेपाल, न शेरबहादुर देउवा, न केपी शर्मा ओली, उहाँहरूले मेरो कुरा सुन्नु भएन। उल्टै मलाई आरोप लाउनु भयो। म आज यहीँबाट भन्छु, शेरबहादुर देउवाले त धेरै बोल्नु भएको होइन थियो, उल्टै। अनि पहिलो राष्ट्रपति रामवरण यादव, उहाँहरूले मलाई के आरोप उल्टै लाउनु भयो भन्नुहुन्छ भने म राजाको मान्छे, म कुनै एजेन्ट, त्यो सम्झिनु भयो हो। त्यही भएर म अब तपाईँहरूलाई मुख देखाउन आउँदैछु, तपाईँलाई मैले पहिला भनेको कुरा सम्झाउन आउँदैछु, त्यो विगत दुनियाँ त्यो बेलाको स्थिति देखाउन आउँदैछु। तपाईँहरूको यो हालत हुने थिएन, भाग्नुपर्ने थिएन, तपाईँहरूले भाग्नुपर्ने स्थिति नै थिएन। त्यस कारणले गर्दाखेरि यो स्थितिमा छ देश। देशमा मैले त्यो परिस्थिति देखेको छु। बालेन शाहलाई सकस स्थिति छ। जो बालेन शाह पछि अर्को प्रधानमन्त्री भए पनि यही अहिलेको सरकारभित्रका कोही भने केही छैन, झन् ठुलो भावियोलको स्थिति छ। अचानक भाग्नुपर्ने अथवा यात्रा गरेर दौडिनु पर्ने स्थिति, देश छोड्नु पर्ने स्थिति पनि आउन सक्छ कसैलाई त। यहाँ त दोको छ ल है हजुर। तर पोहोरको जस्तो मारामारको स्थिति चाहिँ आउँदैन, आत्तिनु पर्दैन। तर भू राजनीतिक भित्रबाटै त्यो सिओले मुसाले पाल पारेर सबै घर बिगार्छन्, त्यो स्थितिमा चल्नेवाला छ। धन्यवाद।